हजुर म शुभानन्द ताखुवा ललितपुर महानगर अहिले नेपाली कांग्रेसबाट महानगर सभापति अहिले उमेरको हकमा 41 भयो अब 42 हुन लागेको छु। अब म चाहिँ नि नागबहालको मान्छे वडा नम्बर 16 जसलाई ललितपुरमा जहिले पनि व्हाइट हाउस भनेर बुझिने गरी छ चिनिने गरिरहेको हुन्छ नेपाली कांग्रेसको यसमा सेरोफेरोमा। किनभने पहिलादेखि विगतदेखि नेपाली कांग्रेस ललितपुरमा कसरी अब बचिरहेछ भन्ने कुरा गर्दाखेरि नागबहालमा यहाँ क्रान्ति हुँदाखेरि नागबहालमा गणेश मानज्यू पनि लुक्नुभयो। पहिलाका सबै ठुला नेताहरू यहाँ चाहिँ नि लुकेको यहाँबाट अब यहाँ चाहिँ नि बसेर उहाँले क्रान्ति गरिराख्नु भएको भन्ने कुरा छ। अनि त्यो इतिहासमा म कसरी जोडिएँ भन्दाखेरि म अहिले बसिरहेको सुतिरहेको कोठा त्यो कोठामै गणेशमानजी 1 महिना बस्नुभएको भन्ने कुरा चाहिँ नि मलाई जहिले पनि मेरो ठुलबा र मेरो बुवाले भनिराख्नुहुन्थ्यो। अनि त्यसैले अलिकति अब संस्कारैबाट कांग्रेसमा चाहिँ नि प्रवेश भएको मलाई लाग्छ। अब योभन्दा बढी अहिले चाहिँ परिचय दिइराख्नुपर्छ जस्तो मलाई लाग्दैन। हेर्नुस् मेयर पद भनेको एउटा नगर, पहिला उपमहानगरपालिका अहिले महानगरपालिका, एउटा समृद्ध ठाउँ नगर बनोस् जहाँका जनताहरू खुसी होस्। खुसी कुन हिसाबले भन्दाखेरि हरेक पक्ष क्षमता सक्षमता समृद्धि सबै हिसाबले आर्थिक हिसाबले उनीहरू क्षमतावान होस् सक्षम होस्। यहाँ चाहने चिज सबैको त्यही हो। जनता भनेको खुसी हुन चाहन्छन् यी चिजहरूमा। जहाँ बस्छन् त्यहाँ सफा होस्, जुन बाटोमा हिँड्छन् त्यो बाटो राम्रो होस्, जुन काम गर्न खोजिरहेको हुन्छ त्यो काम गर्नलाई सहज होस्, करै तिर्न खोजे कर सजिलो होस्, हरेक चिजमा अवसर होस्। महानगरपालिका भनेको त्यस्तो हुनुपर्छ। अनि त्यस्तो महानगरपालिका सृजना गर्ने मेरो उद्देश्य हो। त्यसैको लागि म मेयर पदमा उम्मेदवार दाबी गर्दैछु। अब यो बडो राम्रो प्रश्न हो, सबैको प्रश्न यो चाहिँ नि। अब यसमा म के भन्छु भन्दाखेरि अब सबैलाई खुसी गर्न धेरै गाह्रो हुन्छ, स्पेशली जनप्रतिनिधि हुँदाखेरि। म पार्टीगत रूपमा भन्दिनँ, किनभने जनप्रतिनिधि भएर आइसकेपछि उहाँहरू कुनै पार्टीबाट बिलोङ गर्दैन। अब उहाँहरू जहिले पनि जनताको लागि भयो। अनि अब समस्या कहाँनिर हुन जान्छ भन्दाखेरि जनताले धेरै आशा गरिरहेको हुन्छ, धेरै जनताहरू हुन्छन्। अनि उहाँले आशा गरिरहेको चिज पुरा भएन भने त्यो चिजमा समस्या हुन जान्छ। अब त्यसैले अब मानिस हो, अब मानिसले सबै चिज गर्न खोज्दै पनि केही चिज नहुन सक्छ। त्यसैले जनप्रतिनिधि भएर कसैले धेरै गरे होलान् र कसैले कम गरे होलान्, त्यति मात्र फरक हो। जनप्रतिनिधिले नगर्नुमा असन्तुष्ट हुने चाँडै नै बाहिर आउँछ भने सन्तुष्टिको चिजहरू लुकेर बसेको हुन्छ, त्यही मात्र हो। नत्र जनप्रतिनिधि बढी जसोले गरेका छन्, फेरि नगरेकाहरू पनि छन्, तर पार्टी म भन्दिनँ, जनप्रतिनिधिहरूले गरेका छन्। मैले अब मेरो दाबीदारी गरिरहेको चिज पनि यसमा एकदमै कनेक्टेड छ। म सोच्छु कि सबै चिज व्यवस्थापनको कुरा हो। सबैले गर्नलाई नै आफू जनप्रतिनिधि भएर चुनावमा लडेका थिए, तर कसैले गर्न सकेन, कसैले गरेका छन्। तर यो सबै हुन जाँदाखेरि कहाँनिर चुक्यौँ त जनप्रतिनिधिहरू भन्दाखेरि एउटा गार्जियनको रूपमा मेयर उपमेयर हुनुपर्छ जस्तो मलाई लाग्छ। उहाँहरूले गरेको चिजहरूको मूल्याङ्कन गर्ने सबै मेयरले गर्नुपर्छ जस्तो लाग्छ। यसलाई व्यवस्थापनको रूपमा पनि लिन सक्छौँ। अब उहाँहरूले गरेको पुगेन भने मेयर भइसकेपछि या उपमेयर भइसकेपछि जनप्रतिनिधिहरूलाई उहाँहरूले प्रत्यक्ष रूपमा गाइडेन्स गर्नुपर्ने जस्तो लाग्छ। जब मेयर शिथिल हुन्छ, मेयर स्लो हुन्छ या उपमेयर नगर प्रमुख स्लो भइदियो भने उहाँहरूलाई पनि त्यसको प्रत्यक्ष असर पर्न जान्छ। त्यसैले यो चिजको लागि हो, व्यवस्थापनको लागि हामीले सबभन्दा इम्पोर्टेन्ट फोकस गर्नुपर्ने महत्त्व जस्तो मलाई लाग्छ। हजुर यो धेरै राम्रो प्रश्न। अब चिरी बाबुले गर्न सकेनन् भन्ने कुरामा
प्रेस विज्ञप्ति उहाँले निकाल्नुभयो अस्ति भर्खर प्रेस विज्ञप्ति होइन यो हाम्रो सबै उहाँले अभिलेखीकरण गरेर आफ्नो 90% आफूले भनेको कामहरू उहाँले प्रस्तुत गर्नुभएछ अनि प्रेस मिटमा सबै पत्रकारहरूले पनि त्यही प्रश्न गर्नुभएको थियो उहाँले अब हामीले लेखेर दिएका छौँ भनेपछि अब यो चिज एउटा हावाको भरमा जाने हो कि अब चिरी बाबुजी एज अ मेयर उहाँले चाहिँ नि प्रस्तुत गर्नुभएको डकुमेन्टबाट जाने हो 90% भइसकेको छ भनेर उहाँले डकुमेन्ट गरेर सबैलाई देखाउनु भएको छ भनेपछि फेरि अर्को 10% जुन फ्लाइओभरको कुराहरू थियो तिनीहरू टेन्डरको प्रक्रियामा डिपिआरको प्रक्रियामा गइसकेको छ भनेपछि उहाँले जुन चिज योजना त्यति बेला बनाउनु भएको थियो घोषणा गर्नुभएको थियो घोषणापत्रमा ती चिजहरू सबै भइसकेको जस्तो मलाई लाग्छ अब 5 वर्षको जुन समय हो त्यो 5 वर्षको समय भनेको अब धेरै लामो हुन जान्छ अब कहिलेकाहीँ के फिल हुन जान्छ भन्दाखेरि जनताले यो गरेको पुगेन कि भन्ने जस्तो महसुस पक्कै हुने होला अब जनतालाई गरेको नपुगेको हुनसक्छ तर उहाँले घोषणा गरेको चिजहरू सबै गर्नुभएछ अब त्यसको कन्टिन्युटीको लागि त्यसको कन्टिन्युटी र त्यसपछिको नयाँ योजनाहरूको लागि मैले आफ्नो दाबीदारी प्रस्तुत गरेको हो अब यसमा अब किन आउनु पर्यो हामी भन्ने कुरा पनि हुन जान्छ अब यो नयाँ अनुहार नयाँ क्यान्डिडेट किन आउनु पर्यो भनेर भन्दाखेरि मेरो दाबी यसैमा पर्छ कि अब उहाँले जति गर्नुभयो उहाँले गर्नुभयो उहाँ जस्तो क्षमतावान मेयर सायदै होला अब उहाँको क्षमता अब हामीले हेर्ने चिज अब उपल्लो दर्जामा हो जस्तो मलाई लाग्छ प्रदेशमा जानु पर्यो नीतिहरू बनाउनु पर्यो उहाँ त्यसमा लायक हुनुहुन्छ उहाँ त्यहाँ जानुहुन्छ र अहिले मेयरसिपको लागि जति पनि भागदौडहरू गर्नुपर्छ जति पनि अनिन्द्रामा जानु पर्यो सबै रेस्टलेसली कुद्नु पर्यो त्यसको लागि युवा जोस चाहियो युवाहरू नै चाहियो जुन स्पिडमा काम गर्नुपर्ने हो अहिले हामी कुरिराख्न सक्दैनौँ अहिले हामीसँग त्यति समय छैन अब विकास तीव्र रूपमा गर्नुपर्ने भइसकेकोले अब मेरो उमेरकाहरू युवा वर्ग लाई लक्षित गर्दै म आफ्नो दाबीदारी प्रस्तुत गर्न आएको चिरी बाबुजीलाई धेरै यसै कार्यक्रमबाट धेरै धन्यवाद पनि छ उहाँले गर्नुभयो अब उहाँलाई हामी ससम्मान उपल्लो तहमा हामी लानेछौँ र नयाँ पिढी ललितपुर महानगरपालिकामा आउनेछ जस्तो मलाई लाग्छ गठबन्धन गर्दैमा हामी प्रभावित हुने त छैनौँ जस्तो मलाई लाग्छ किन भन्दाखेरि अब महानगर हामीले जितेका थियौँ पहिला अहिले पनि जितेकाहरूले नै लिने भन्ने कुराहरू छ त्यसैले महानगरमा मेरो उम्मेदवारी त्यति गाह्रो त हुँदैन होला तर गठबन्धन हामीलाई केन्द्रबाट भन्दै गर्दाखेरि परिपत्र अनुसार आफ्नो वडाहरू आफ्नो नगरमा सम्भावना अनुसार भावना अनुसार जनभावना अनुसार र कार्यकर्ताको भावना अनुसार गर्न सकिन्छ भन्ने पनि एउटा बुँदा भएको हुनाले सकेसम्म गठबन्धन हामीले गर्दैनौँ पनि होला महानगरमा मेयर र उपमेयरको हकमा केन्द्रले निर्णय गर्ने अवस्था भइसकेको छ त्यसैले मेयर र उपमेयरको हकमा चाहिँ हामी कुरा नगर्दाखेरि पनि हुन्छ तर तल्लो लेभलमा वडाको लेभलमा चाहिँ नि गठबन्धन हुने सम्भावना धेरै न्यून छ सकेसम्म नगर्ने हाम्रो सोचमा छौँ हामी सोचमा छौँ यसैको लागि हो मेरो दाबीदारी तपाईले बडो मजाको कुरा राख्नुभयो यो प्रसङ्ग सायद धेरैलाई याद पनि नहोला कि 30 वर्ष हामी कसरी अल्झेका छौँ भनेर 30 वर्ष हाम्रो गार्जियनहरू म भन्छु उहाँलाई परिवारमा मेरो बुवाले मलाई जसरी हुर्काउनु भयो मलाई जसरी नर्चर गर्नुभयो जसरी मलाई तयार गर्नुभयो एउटा सक्षम बनाइदिनु भयो म भन्न चाहन्छु त्यसै गरेर बुवाले सबै बागडोर मलाई सुम्पिनु भएको थियो मेरो दाइलाई सुम्पिनु भएको थियो अब त्यही हिसाबले 30 वर्षसम्म यी नेताहरूले हामीलाई धेरै नै पाठ सिकाइसकेका छन् उहाँले गर्नुपर्ने चिजहरू उहाँले गरिसक्नुभयो उहाँले बनाउनु पर्ने पाथहरू बाटोहरू हाम्रो लागि बनिसकेको छ अब यसमा अझै पनि अब राम्रो गर्नको लागि अब नयाँ पुस्ता परिवर्तनको लागि आउने नै छ त्यसको हामी प्रत्यक्ष उदाहरण यसपालिको उम्मेदवारीले हामी राम्ररी बुझ्न सक्छौँ यसपालिको उम्मेदवारी तपाईँ हेर्नुस् बढी उम्मेदवारी युवा वर्गको छ किन भन्दाखेरि हाम्रो ललितपुरमा पनि
अहिले हाम्रो 1,21,000 चान्चुन छ भोटर्सहरू। त्यसमा 52% 52% युवाहरूको छ। युवाहरूले यसपालि भोट खसाल्छन् तब जब उहाँहरूले राम्रो क्यान्डिडेट उहाँहरूले चाहेको जस्तो युवा वर्ग आउँछ भन्दाखेरि त्यति बेला उहाँहरूले भोट खसाल्नुहुन्छ अनि त्यो निर्णायक भोट हुन जान्छ। अनि यो यसमा अलिकति यस्तो हुन्छ, जब आफूले चाहेको चिजहरू हुन कम हुन्छ त्यति बेला जनतामा यो वितृष्णा आउने स्वाभाविकै हो। पार्टीको लेगेसीको कुरा र यो सबै गठबन्धनको कुराहरूमा भएका हुन्। तर जब विकासको मूल फुट्ने गर्छ, जब विकास सुरु हुन्छ, जब उहाँले चाहेको जस्तो महानगर बन्न थाल्छ त्यति बेला यो सबै फेरि रिभाइभ भएरै आउँछ। त्यसैले अहिलेको परिस्थितिमा उहाँहरू अलिकति निराश हुनुभएको पक्कै हुनसक्छ। तर जब उहाँहरूले चाहेको जस्तो परिवर्तन उहाँहरूले साक्षात्कार गर्नुहुन्छ त्यति बेला फेरि पार्टी, म नेपाली काङ्ग्रेस मात्र भन्दिनँ, सबै पार्टीले आफ्नो अपनत्व देखाएर जुन अब यो नगरहरू विकास देश विकासमा लाग्छन् त्यति बेला सबै लेगेसी फर्केरै आउनेछन्। धेरै धेरै धन्यवाद हेरिरहनु भएका साथीहरू र सुनिराख्नुभएका साथीहरूलाई। आफ्नो अमूल्य समय दिनुभयो। मेरो सोच मेरो लागि आफ्नो अमूल्य समय खर्चिनुभयो। धेरै धेरै धन्यवाद। म आफ्नो उम्मेदवारी ललितपुर महानगरको मेयर पदमा नेपाली काङ्ग्रेस समक्ष राख्दैछु, दाबी गर्दैछु। यो समय भनेको परिवर्तनको समय हो। यो समय भनेको युवाहरूको समय हो। जब जब युवाहरू जोसिन्छन्, जब जब युवाहरू नेतृत्वमा आउँछन्, परिवर्तन भएको इतिहास हामीले देखेका छौँ। त्यसैले यसपल्ट पनि सबै महानगरपालिकाहरूमा युवाहरूले नेतृत्वको लागि दाबी गरिरहेको छ। त्यही अनुसार मैले पनि आफ्नो दाबीदारी प्रस्तुत गरेका छौँ। क्षमताको अभाव छैन, योजनाको अभाव छैन। जति पनि गर्न सकिन्छ, रात दिन नभनिकन कुद्नै सक्ने क्षमता छ। जुन पनि योजनाहरू कार्यान्वयन गर्ने क्षमता छ, व्यवस्थापनको क्षमता छ। हामीसँग क्षमता कुनै पनि हकमा कमी छैन। त्यसैले यसपालिको दाबीदारी म दिन चाहन्छु। यसपालिको महानगरमा यो महानगरपालिकालाई सांस्कृतिक हिसाबले र स्मार्ट सिटीको हिसाबले जुनै पनि हिसाबले पनि हामीले राम्रो र समृद्ध बनाउन सक्ने क्षमता हामी युवाहरूसँग छ भन्दै म आफ्नो दाबीदारी फेरि प्रस्तुत गर्दै बिदा हुन्छु। धन्यवाद।